के तपाईँको मोबाइल ह्याङ हुने, अत्यन्तै स्लो हुने, तात्ने र ब्याट्री लामो समयसम्म नचल्ने, नटिक्ने समस्या छ? हो, यदि यस्तो समस्या छ भने आउनुहोस्। आज म तपाईँलाई आफ्नो मोबाइल, तपाईँको स्मार्टफोन कसरी सुपर फास्ट, कसरी स्मुथली चल्ने बनाउने, कसरी ब्याट्री लामो समयसम्म टिक्ने बनाउने भन्ने बारेमा केही एकदमै सजिलो व्यावहारिक प्र्याक्टिकल टिप्स लिएर आएको छु। त्यसको लागि सबैभन्दा पहिला तपाईँ आफ्नो मोबाइलको सेटिङमा जानु होला। सेटिङमा जानु होला। यसरी सेटिङमा गइसकेपछि तपाईँले यहाँ धेरै यस्तो खालको अप्सनहरू देख्नुहुन्छ। त्यो मध्ये तपाईँ सबैभन्दा पहिला तपाईँले ब्याट्रीमा जानु होला। तपाईँले ब्याट्री कसरी लामो समय टिकाउने भन्नेतिर पनि जोड दिएँ। र ब्याट्रीमा गएर तपाईँले यस्तो पावर सेभिङ यस्तो अन अफ छ भने यसलाई अन गर्नु होला। यसरी है, यसलाई अन गर्नु होला। त्यसै गरी तपाईँले ब्याट्री सेभिङ पावर सेभिङ अन गरिसकेपछि अर्को अप्सन तलपट्टि ब्याट्री प्रोटेक्सन भन्ने हुन्छ, यसलाई पनि तपाईँले अन गर्नु होला। र यो मोबाइल मैले तपाईँलाई स्यामसङ मोबाइलको सेटिङ देखाएको छु। अरू पनि मोबाइलमा यस्तै खालको ब्याट्री भन्नेमा गइसकेपछि तपाईँले यस्तो खालको अप्सन देख्न सक्नुहुन्छ। अब म तपाईँलाई दोस्रो स्टेपमा छ। त्यसपछि तपाईँ यो सेटिङ अन्तर्गतकै डिभाइस केयर भन्ने अप्सन हुन्छ। कसैमा डिभाइस केयर भन्छ, कसैमा स्टोरेज पनि भन्न सक्छ। डिभाइस केयरमा जानु होला, अथवा कुनै कुनै मोबाइलमा ऱ्याम पनि भन्न सक्ला। डिभाइस केयरमा जानु होला। डिभाइस केयरमा गइसकेपछि तपाईँले यहाँ मेरो गुड देखाएको छ, मैले पहिला नै गरेको छु। त्यसमा तपाईँले के गर्नु होला भने अप्टिमाइज भन्ने ठाउँ छ। अप्टिमाइज नाउ भन्नेमा तपाईँले यसरी क्लिक गर्नु होला है। क्लिक गरिसकेपछि तपाईँको ब्याकग्राउन्डमा होइन, ब्याकग्राउन्डमा जति एप्सहरू चलेका छन् ती आफै बन्द हुन्छन्। हामीले त्यसपछि मोबाइल पनि ले मल्टिफङ्सन गर्न पाउँदैन, अथवा हामीले एउटा एप फेसबुक एप खोलाएका छौँ तत्कालै अर्को टिकटक खुलाउँछौँ। त्यसले गर्दाखेरि हाम्रो ब्याकग्राउन्डमा भएका एप्सहरू अटोमेटिक बन्द हुन्छन्। यो गर्नु होला। र तपाईँले यसरी देख्न सक्नुहुन्छ। र अर्को महत्त्वपूर्ण के छ भने तपाईँको यही अन्तर्गत सेटिङ अन्तर्गत यो सफ्टवेयर अपडेट भन्ने अप्सन हुन्छ। तपाईँ यो सफ्टवेयर अपडेटलाई चेक गर्नु होला। तपाईँको मोबाइलको तपाईँको एन्ड्रोइड भर्सनको जुन सिस्टम छ अथवा यो सफ्टवेयर छ कतिको नयाँ छ त, कतिको पछिल्लो छ त भन्ने कुरा हुन्छ। यो सफ्टवेयर अपडेट भन्ने तपाईँको कसैकोमा यो सिस्टममा पनि दिएको हुन्छ होइन। सेटिङ अन्तर्गतै सिस्टम अथवा अबाउट फोन अन्तर्गत पनि दिएको हुनसक्छ है। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। मैले तपाईँलाई यसरी गएँ, सफ्टवेयर अपडेट भन्ने ठाउँमा जानु होला। र यसमा तपाईँले डाउनलोड एन्ड इन्स्टल भन्ने छ नि, यहाँ क्लिक गर्नु होला। तपाईँले देख्न सक्नुहुन्छ तपाईँको मोबाइलले अपडेट मागेको छ कि छैन। मेरोमा यहाँ योर सफ्टवेयर इज अप टु डेट भनेको छ, यो चाहिँ परेन। अनि अनि यसमा अटो डाउनलोड ओभर वाइफाई भन्नेमा अन गर्नु होला। यसरी यसलाई टर्न अन गर्नु होला। लास्ट अपडेट हेर्नु होला। मेरो लास्ट अपडेट चाहिँ यो अस्ति भर्खर भएको छ, मे 1, 2025 मा भएको छ। यसरी नयाँ अपडेट हुने, नयाँ सफ्टवेयर आउने बित्तिकै यसलाई अपडेट मागिहाल्छ, त्यसलाई अन गर्नुपर्छ। अब हामी अर्को महत्त्वपूर्णमा जान्छौँ, महत्त्वपूर्ण सेटिङमा जान्छौँ। त्यसमा के गर्नु होला भने एप्समा जानु होला है। तपाईँ एप्समा यही सेटिङ अन्तर्गतकै विभिन्न तपाईँले एप्स अन्तर्गत एप्समा जानु होला। अघि मैले तपाईँलाई सफ्टवेयर अपडेट यहाँ पनि हुन्छ होइन, मोबाइलको सेटिङमा अन्तर्गत विभिन्न ठाउँमा हुनसक्छ यो। र एप्स एकदम महत्त्वपूर्ण छ। एप्समा जानु होला। एप्समा क्लिक गरिसकेपछि म देखाएको छु सेटिङ अन्तर्गत यो पनि हो। एप्समा क्लिक गर्नु होला। एप्समा गइसकेपछि तपाईँ क्लिक गरिसकेपछि तपाईँको मोबाइलमा जति एप्सहरू इन्स्टल भएका छन् सबै एप्सहरू देखाउँछ। यसमा आफूलाई नचाहिने एप्सहरू तपाईँले यसमा अनइन्स्टल गर्न सक्नुहुन्छ। र चाहिने एप्सहरू पनि हामीले सबैभन्दा धेरै प्रयोग गर्ने एप्सहरूमा, जस्तो हामी होइन धेरै जसो प्रयोग गर्ने के गर्छौँ भने फेसबुक गर्छौँ, युट्युब गर्छौँ है। त्यसै गरी हामीले मेसेन्जर गर्छौँ, टिकटक गर्छौँ। यस्ता एप्सहरूमा तपाईँ सबैभन्दा धेरै आफूले प्रयोग गर्ने एप्समा जानु होला। किनकि यसले कति तपाईँको क्यास फाइलहरू, अननेसेसरी अनावश्यक फाइलहरू यसले जम्मा गरेको छ भनेर देखाउनलाई हो। मैले त आफ्नो यो गरिरहन्छु, क्लिन गरिरहन्छु। जस्तै म अहिले सपोज जीवनमै गएँ है त, जीवनमा गएँ। जीवनमा गइसकेपछि हुन त यो मैले सफा गरिरहेको छु। यसरी यो एप्समा आफूले बढी प्रयोग गर्ने एप्सहरू जस्तो मैले भनिसकेँ टिकटक, मेसेन्जर, युट्युब आदिहरू जानु होला। त्यसपछि तपाईँले त्यो एप्समा क्लिक गरिसकेपछि स्टोरेज भन्ने आउँछ क्या, हेर्नु त स्टोरेज भन्ने आउँछ अप्सन होइन। स्टोरेजमा क्लिक गर्नु होला। यसरी
क्लिक गरिसकेपछि तपाईँले यहाँनिर क्लियर क्यासे भन्ने आउँछ। रेडमी मोबाइलको हकमा भने क्लियर डेटा नै भन्छ र डेटामा क्लिक गरिसकेपछि तपाईँको त्यहाँ क्लियर क्यासे कि अल डेटा भनेको हुन्छ, त्यसमा गर्नुपर्ने छ। र मैले क्लियर क्यासे गरेँ। त्यसपछि अगाडि मेरो यहाँ कति धेरै क्यास थियो त्यो चाहिँ अहिले गयो है। त्यसै गरी हामी सबै एप्सको होइन अथवा धेरै प्रयोग गर्ने एप्सहरूको जस्तै गुगलको होइन हामीले धेरै प्रयोग गर्ने जति एप्सहरू छन्, तपाईँले धेरै प्रयोगमा ल्याउने एप्सहरू जुन हुन्छन् त्यो मैले हाम्रो पात्रमा गएँ अहिले है। यसमा गएर मैले के गरेँ भने स्टोरेजमा गएँ फेरि अघि चाहिँ, र त्यसपछि मैले क्लियर क्यास गरेँ। यसरी क्लियर क्यास गर्नु होला। त्यसो गर्दाखेरि तपाईँको मोबाइल होइन तपाईँलाई अनावश्यक एप्सहरूलाई तपाईँले अनइन्स्टल गर्नु होला र आवश्यक पर्ने एप्सहरूको क्यासलाई तपाईँले क्लियर गर्नु होला कि है। जस्तै अहिले मेसेन्जरमा गएँ मैले, सबैभन्दा बढी मेसेन्जरमा हामी बढी प्रयोग गर्छौँ। यस्तो मेसेन्जरहरू होइन, फेसबुकहरू, युट्युबहरू होइन, जुन चाहिँ बढीभन्दा बढी प्रयोगमा आउने एप्समा बढी क्यास हुन्छ। जस्तै म अहिले सपोज भने पिक्सकार्ट भन्नेमा गएँ होइन, यसमा गएँ, यसमा फेरि म गएँ, त्यसपछि स्टोरेजमै गएँ। अनि स्टोरेज गएपछि क्यास हेर्नु चाहिँ मेरोमा यी 221 MB त क्यास फाइल आएर बसिरहेको छ। यसले के हुन्छ भने मोबाइलको एप्सहरू पनि फास्ट खुल्ने चल्ने र सँगसँगै मोबाइलको मेमोरी पनि फेरि हाम्रो बढ्ने हुन्छ। हाम्रो मेमोरी चाहिँ जति ऱ्याम जति मेमोरी चाहिँ बाँकी रहन्छ नि त्यति चाहिँ मोबाइल स्मुथली चल्ने हो होइन। त्यो चाहिँ महत्त्वपूर्ण कुरा छ। ऱ्याम फ्री पनि हामीले गर्न सक्छौँ। अब त्यसै गरी अर्को महत्त्वपूर्ण कुरा के छ भने तपाईँले मैले भनिसकेँ सफ्टवेयर अपडेट गर्नुपर्छ। त्यसै गरी तपाईँको मोबाइलमा कतिपय मोबाइललाई जस्तै म युट्युबमा गएँ हेर्नु त, युट्युबमा पनि धेरै मात्रामा यहाँ क्यास फाइलहरू छ। स्टोरेज देख्नुहुन्छ तपाईँले हेर्नु त 503 MB त के छ मेरो यसमा क्यास छ। मैले यसलाई के गरेँ क्लियर गरिदिएँ है। यो डेटा क्लियर गर्नुभयो भने तपाईँको पुरै डेटाहरू जान्छ। तर यो तपाईँले डेटा क्लियर नगरी पनि क्यास चाहिँ क्लियर गर्नुपर्छ। डेटा क्लियर नगर्नु होला। कतिपय डेटा क्लियर गर्दाखेरि युट्युबमा सेटिङ र युट्युबमा भएका हाम्रो जति डाउनलोड गरेका भिडियो पनि जान सक्छन्। अब चाहिँ म तपाईँलाई यो अर्कोतिर महत्त्वपूर्णतिर कुरा गएँ। अब तपाईँ ब्याट्रीमा जानु होला। यसमा पावर सेभर भन्ने हुन्छ, अन गर्नु होला। अथवा तपाईँ माथिपट्टि टपमा गएर यसरी होइन खोल्नु होला। खोलिसकेपछि तपाईँले यहाँनिर तपाईँले पावर सेभिङ भन्ने अप्सन देख्नुहुन्छ हेर्नु त, ब्याट्रीको अप्सन देख्नुहुन्छ। यदि अफ छ भने तपाईँले यसलाई अन गर्नु होला है, अन गर्नु होला। र अनावश्यक हुँदाखेरि तपाईँले वाइफाई चाहिँ अफ गर्नु होला। जस्तो तपाईँको वाइफाई ब्लुटुथहरू होइन, त्यसै गरी तपाईँको लोकेसनहरू यसलाई अफ गर्नुभयो भने पनि के हुन्छ, यसको ब्याट्री चाहिँ लामो समयसम्म चल्छ र डार्क स्क्रिन पनि डार्क अथवा तपाईँले यो थिम पनि डार्क राख्न सक्नुहुन्छ। अब अर्को महत्त्वपूर्ण कुरा के छ भने हामीले बुझ्नुपर्ने कुरा, तपाईँको मोबाइल अझै एकदमै स्लो छ नै भने, तपाईँको मोबाइल पुरानो पनि छ स्लो छ भने तपाईँको मोबाइलमा यसरी सेटिङमा गइसकेपछि तपाईँले धेरै कुराहरू देख्नुहुन्छ। त्यो मध्येमा तपाईँको मोबाइल डेभलपर अप्सन छ। यो डेभलपर अप्सन भन्ने छैन, देख्नु भएन यसलाई, त्यो चाहिँ अन छैन भने तपाईँले अबाउट फोन भन्नेमा जानु होला। यसरी अबाउट फोनमा जानु होला। अबाउट फोनमा गइसकेपछि तपाईँले यसमा एउटा तपाईँले यो सफ्टवेयर इन्फर्मेसनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँले बिल नम्बर भन्ने देख्नुहुन्छ। कुनै मोबाइलमा सिस्टम अन्तर्गत पनि हुन्छ, कुनै मोबाइलमा सिस्टममा राखेको हुन्छ, कसैकोमा स्ट्याटसमा राखेको हुनसक्छ। तर तपाईँ प्रायःमा के हुन्छ भने यो चाहिँ सफ्टवेयर इन्फर्मेसनभित्रै के राखेको हुन्छ भने बिल नम्बर हुन्छ है। यो बिल नम्बरमा तपाईँले क्लिक गर्नु होला। 1 2 3 4 5 मैले अलरेडी के भनेको छ, अलरेडी टर्न अन भएको छ, त्यस कारणले मैले धेरै गर्नु पर्दैन। तपाईँले 5 पटक 6 पटकसम्म बिस्तारै यसलाई प्रेस गरिसकेपछि अथवा यसलाई थिचिसकेपछि होइन 1 2 गरेर 2 3 चोटि यसरी थिच्दै गइसकेपछि तपाईँको अटोमेटिक तपाईँकोमा यदि डेभलपर अप्सन छैन भने होइन, अथवा डेभलपर अप्सन भन्ने खुलेको छैन भने यो खुल्छ, अगाडि आएर बस्छ। अबाउट फोनभन्दा तलपट्टि आएर बस्छ। त्यसपछि तपाईँ यसो डेभलप अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँले महत्त्वपूर्ण कुरा के छ भने सबैभन्दा मोबाइलमा होइन फास्ट बनाउने हाम्रो यो एकदमै महत्त्वपूर्ण ट्रिक हो, यो सबैभन्दा महत्त्वपूर्ण आइडिया हो। अनि तपाईँले त्यसपछि तपाईँ यो डाइरेक्ट तपाईँले अरू हेर्नु पर्दैन। तपाईँ कहाँ जानु होला भने तलपट्टि जाँदै स्क्रोल डाउन गर्दै गइसकेपछि तपाईँले एउटा
एनिमेसन भन्ने देख्नुहुन्छ क्या त्यहाँ एनिमेसन भन्ने हुन्छ एनिमेसन तपाईँलाई म देखाउँछु है हेर्नु होला स्क्रिनमा राम्रोसँग एनिमेसन भन्ने तपाईँले देख्न सक्नुहुन्छ हो त्यो एनिमेसन भन्ने देख्नु हेर्नु त यो के भने विन्डो एनिमेसन स्केल ट्रान्जिसन एनिमेसन स्केल भनेको छ हो यसमा तपाईँकोमा यदि बढी छ होइन जस्तै मैले क्लिक गरेँ विन्डोमा यो 1.5 2x 5x 10x छ भने यो चाहिँ अफ गरेर यसलाई एनिमेसन अफै गरे पनि हुन्छ अथवा तपाईँले एनिमेसन स्केल .5x भन्ने चाहिँ सबैभन्दा कम्ती गर्नु होला यसरी सबै है तपाईँले यसमा विन्डो एनिमेसन पनि गर्नु होला ट्रान्जिसन एनिमेसन स्केल पनि तपाईँले के गर्नु होला 0.5 अथवा 1x गर्नु होला अथवा अफै गर्न पनि सक्नुहुन्छ एनिमेटर ड्युरेसन स्केल भनेको यो पनि तपाईँले अफ अथवा 1x मा राख्नु होला है यसले तपाईँलाई एकदमै धेरै मोबाइल स्मुथली बनाउँछ अब चाहिँ अर्को महत्त्वपूर्ण कुरा के छ भने हामीले तपाईँको मोबाइलमा जति पटक तपाईँले फोटोहरू भिडियोहरू डिलिट गरे पनि अनइन्स्टल गरे पनि तपाईँको स्पेसै बढ्दैन स्टोरेजै फुल भइरहन्छ रातो देखाइरहन्छ मोबाइल ताज छ भने अर्को महत्त्वपूर्ण काम तपाईँले गर्नु भनेको के हो भने तपाईँ चाहिँ ग्यालरीमा अथवा तपाईँको फोटोमा अथवा ग्यालरी भन्ने हुन्छ प्रायमा त होइन एल्बम पनि हुन्छ ग्यालरीमा जानु होला ग्यालरीमा गइसकेपछि तपाईँले यहाँनिर तलपट्टि होइन माथिपट्टि पनि हुन्छ 3 डट यहाँ क्लिक गरेपछि कसैकोमा यहाँ मात्रै क्लिक गर्नुपर्छ यहाँ देखाउँछ कसैकोमा यहाँ तलपट्टि देखाउँछ है मैले तपाईँलाई हेरेँ यसरी गर्नु होला मेरोमा यहाँ तलपट्टि छ तलपट्टिमा अप्सन हुन्छ यहाँ के आउँछ भने तपाईँको अप्सनमा ट्र्यास पनि आउँछ कसैकोमा रिसाइकल बिन पनि भनेर आउनसक्छ होइन कसैकोमा तपाईँको डिलिटेड आइटम्स पनि भन्न सक्छ जो प्रायमा ट्र्यास अथवा तपाईँको रिसाइकल बिन भन्ने हुन्छ कम्प्युटरमा जस्तो यसलाई क्लिक गर्नु होला यसको अर्थ के हो भने तपाईँले होइन यसमा तपाईँले पहिलेबाट अहिलेसम्म जति कुराहरू हेर्नुभयो अनि त्यसपछि तपाईँले डिलिट गर्नुभयो भिडियोहरू खिच्नुभयो डिलिट गर्नुभयो फोटोहरू खिच्नुभयो होइन डिलिट गर्नुभयो तर मोबाइलबाट अगाडि हाम्रो ग्यालरीबाट डिलिट भए पनि फाइलबाट डिलिट भए पनि सबै यहीँ गएर बसिया हुन्छ होइन त्यस कारणले तपाईँ एडिट यो अप्सनमा गएर तपाईँले यहाँनिर हेर्नु त यहाँ तपाईँले क्लिक गरेर इम्पिटी गर्नु होला इम्पिटी गरेपछि तपाईँको चाहिने कुराहरू तपाईँले रि गर्न सक्नुहुन्छ तपाईँलाई कुनै कुरा चाहिएको छ भने तपाईँले यसलाई रिस्टोर पनि गर्न सक्नुहुन्छ होइन आफूलाई चाहिने कुरा रिस्टोर पनि गर्न सकिन्छ मैले यसलाई चाहियो भने मलाई रिस्टोर गर्ने अप्सन पनि छ यहाँनिर होइन तलपट्टि हेर्नु त रिस्टोर गर्न पनि सकिन्छ चाहिँदैन भने तपाईँले यी सबैलाई एकैपटकमा तपाईँले माथि एडिट भन्ने अप्सनमा गएर होइन यहाँनिर गएर रिसाइकल बिन भन्ने छ इम्पिटी भन्ने छ इम्पिटी गर्नु होला इम्पिटी गरेपछि के हुन्छ भने आफूलाई अनावश्यक कुराहरू जुन थिए ती सबै हामीलाई इम्पिटीबाट यहाँबाट हराएर गयो अथवा हाम्रो मोबाइल चाहिँ फ्री स्पेसहरू अझै फ्री भयो अब फेरि तपाईँ सेटिङमै जानु होला अघि मैले भने चाहिँ मोबाइलको स्क्रिन तपाईँको आफ्नो मोबाइलको सेटिङमा जानु होला सेटिङमा गइसकेपछि फेरि हजुर कहाँ जानु होला भने अघि मैले भने जस्तो अबाउट फोनमा जानु होला अबाउट फोनमा गइसकेपछि हजुरले यसमा तपाईँले स्ट्याटस इन्फर्मेसन भन्ने छ अथवा कसैकोमा यस्तो हुँदैन तपाईँ अब फेरि लास्टमा जानु होला हेर्नु त रिसेट भन्ने हुन्छ कि रिसेट द मोबाइल भन्ने हुन्छ यो चाहिँ अन्तिम विकल्प हो है तपाईँको मोबाइलमा भएका महत्त्वपूर्ण डकुमेन्टहरू फाइलहरूलाई तपाईँले गुगल ड्राइभमा तपाईँलाई पक्कै पनि थाहा छ गुगल ड्राइभ भन्ने गुगल ड्राइभमा त्यसलाई अपलोड गर्नु होला र अब तपाईँले आफ्नो मोबाइललाई रिसेट गर्नु होला होइन रिसेट गरिसकेपछि तपाईँले सबै कुरा होइन रिसेट अल सेटिङ हुन्छ अथवा रिसेट अल सेटिङ कोही ठाउँमा रिसेट होइन अथवा यो तपाईँको फ्याक्ट्री डाटा रिसेटमा हेर्नु होला यसबाट तपाईँको सबै समस्याहरू समाधान हुन्छ अर्को दिन फेरि म तपाईँलाई यस्तै महत्त्वपूर्ण कसरी फेसबुक एकाउन्ट सिक्योर गर्ने आफ्नो कसरी वाट्सएप एकाउन्टलाई सुरक्षित गर्ने भन्ने बारेमा भिडियो लिएर आउनेछु हस्त धन्यवाद।